निस्क्यो उसका सरकारका मान्छेहरूले भनेको साँचो निस्क्यो युट्युब र फेसबुकहरूले भनेको साँचो निस्क्यो बालेन प्रधानमन्त्री भएपछि डोजर लाउनेछ र सबैभन्दा पहिला 3टा बस्तीमा लाउनेछ भनेर मैले प्रशिक्षण दिएको पहिलो थापाथली दोस्रो गैरा गाउँ र सिनामङ्गल तेस्रो मनोहरा यही प्रशिक्षण हो याद छ यही 3 ठाउँमा लागेको पहिलो डोजर हो किनभने उनीहरूलाई गरिबहरूप्रति घृणा छ जनताप्रति घृणा छ हिजो डोजर लाउन नसकेको कुराको प्रतिशोध लिनु छ उनीहरूलाई गरिबहरूप्रति यति घृणा छ कि मान्छे त तपाईहरु सार्वजनिक सरकारीमा बस्न नमिल्ने रे एकछिन माग्नुहोस् मिलेन रे तपाईहरुले पुज्ने भगवान देशभर मन्दिर कहाँ हुन्छ सार्वजनिक जग्गामा हुन्छ नि बुद्धहरूको गुम्बा कहाँ हुन्छ सार्वजनिक जग्गामा हुन्छ क्रिश्चियनहरूको चर्च कहाँ हुन्छ सार्वजनिक जग्गामा हुन्छ गरिबहरूले सुकुम्बासीहरूले पुज्ने भनेपछि भगवानको घरलाई पनि उसले डोजर लाएर भत्काएको छ गरिबले पुज्ने भनेपछि उसले भगवानलाई पनि घृणा गरेको छ यो कुरालाई कहिल्यै पनि स्कुलहरू कहाँ हुन्छन् सार्वजनिक ठाउँमा स्कुलहरू कहाँ हुन्छन् सार्वजनिक ठाउँमा हुन्छन् मनोहराको स्कुल चाहिँ के लालपूर्जा भएको जमिनमा हुनु पर्थ्यो बालेनको घर आउनु पर्थ्यो किन भत्काइयो किन डोजर लगाइयो सार्वजनिक स्कुल सार्वजनिक जग्गामा भएको मन्दिर गुम्बाहरू चर्चहरू र स्कुलहरू भत्काउन आवश्यक थियो थिएन त्यसकारण गरिबहरूले सुकुम्बासीहरूले पढ्ने स्कुलहरूलाई पनि उनीहरूले घृणा गर्छन् गरिबहरूलाई पुज्ने देवतालाई पनि उनीहरूले घृणा गर्छन् एकातिर पण्डितहरूलाई गुम्बामा लामाहरूलाई बोलाएर शपथ खाएको नौटङ्की र नाटक गर्छन् अर्को दिन बुद्ध जयन्तीको दिन बौद्ध गुम्बामाथि प्रहार गर्छन् म यहाँहरूको दुःखमा साथ दिन्छु हमेशा अघिल्लो चोटि पनि थापाथलीमा लडाईँ भयो म त्यति बेला सरकारी जागिरमा सहायक मन्त्री सरहको पदमा थिएँ गाडी चढेर हिँडेको थिएँ जब डोजर लाउन लाग्यो सबैभन्दा पहिला सूचना दिने र लडाईँको मोर्चामा तपाईँहरूलाई केन्द्रित गर्ने मनै जब साथीहरूलाई नारायण परिश्रमी यही हुनुहुन्छ उहाँहरू दीपकजी यही हुनुहुन्छ उहाँहरूलाई वारेन्टेड गरियो एरेस्ट गरियो यही ठाउँमा उभिएर मेरो जागिर गयो भने जान्छ म तपाईहरुको संघर्षमा छु भनेर धर्ना बसेको कुरालाई प्रिन्ट गरेर अख्तियारमा मलाई मुद्दा हालिएको थियो म तपाईहरुलाई भन्न चाहन्छु तर मैले त्यो मुद्दा क्लियर जनताको पक्षमा म हिजो पनि थिएँ आज पनि हरेक बस्तीहरूमा अगाडि डोजर लागेपछि म तपाईहरुको बीचमा पुगेको छु सँगसँगै पुगेको छु राष्ट्रिय भूमि आयोगको पूर्व उपाध्यक्ष हुनुको नाताले नेपाली कम्युनिस्ट पार्टीको केन्द्रीय नेता हुनुको नाताले अखिल नेपाल सुकुम्बासी सङ्घको इन्चार्ज हुनुको नाताले म तपाईहरुको बीचमा हिजो पनि थिएँ आज पनि छु र भोलि पनि रहिरहन्छु आज म यहाँहरू सबैलाई हार्दिक धन्यवाद दिन चाहन्छु जब यो देशमा बालेनको विरुद्ध बोल्ने कसैले साहस गरिरहेको थिएन अखिल नेपाल सुकुम्बासी सङ्घको नेतृत्वमा हामीले पत्रकार सम्मेलन गरेर सबैभन्दा पहिला जोरदार विरोध गरेका थियौँ जति बेला पत्रकारहरू सङ्गठन आउँथे जति बेला ठुला बनिएका मानिसहरू नेताहरू डराउँथे त्यति बेला पनि हामी डराएनौँ अखिल नेपाल सुकुम्बासी सङ्घ डराएन संयुक्त सुकुम्बासी मोर्चा डराएन हामीले लगातार कार्यक्रमहरू घोषणा गर्दै गयौँ र आज म यहाँहरू सबैलाई बधाई पनि दिन चाहन्छु र यहाँहरू सबैको सहयोगको लागि धन्यवाद पनि दिन चाहन्छु आज बिहान 5 बजेदेखि 10 बजेसम्म पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मको हाइवे चक्का जाम गर्ने अखिल नेपाल सुकुम्बासी सङ्घको घोषणा थियो त्यसमा संयुक्त सुकुम्बासी मोर्चा सहित विभिन्न राजनैतिक दलका सुकुम्बासी सङ्गठनहरूले नागरिक सङ्गठनहरूले ऐक्यबद्धता जाहेर गर्नुभएको थियो त्यो चक्का जाम आज ऐतिहासिक रूपमा सफल भएको छ धेरै वर्षपछि
पहिलो पटक सुकुम्बासीहरू जागिसकेका छन्। हिजो पोखरामा विशाल मसाल जुलुस भएको थियो, धरानमा विशाल मसाल जुलुस भएको थियो, चितवनमा, रौतहटमा, सर्लाहीमा, देशका विभिन्न ठाउँहरूमा ठुला ठुला मसाल जुलुसहरू भएका छन्। सायद यहाँहरूले आजभोलि मसाल जुलुस देख्नु भएको छैन। सुकुम्बासीहरू सडकमा आइसकेपछि मसाल जुलुस पनि हुन थालेको छ, चक्का जाम पनि हुन थालेको छ। आवश्यक पर्यो भने यो देशमा ऐतिहासिक आम हडताल गरेर यो सरकारलाई चोट्याउने ताकत 70 लाख सुकुम्बासीहरू, भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरू कुनै मजाक होइन। सरकारले हेक्का राखोस्, बालेन्द्र शाहले हेक्का राखोस्। 275 जनाको संसदमा भाषण गर्न डराउने प्रधानमन्त्री बालेन्द्र शाहले यो देशका 70 लाख भूमि अधिकार पाउनुपर्ने जनतालाई कसरी सामना गर्छन् हामी पनि हेरौँला। त्यो सम्भव छैन। यो देशका जनताले 240 वर्षे तानाशाही राजतन्त्रलाई, त्यो विष्णुको अवतार छान्ने राजालाई हिसारेर नागार्जुनको जङ्गलमा पुर्याउने जनताले बालेन्द्र शाह नामको मान्छे केही पनि होइन। यो 70 लाख जनता जाग्यो भने बालेन्द्र शाह जस्ता सामन्तका नातिहरू, सामन्तका छोराहरू र्याप गाउँदै हिँड्नेहरूलाई ट्याप भइदिन सम्भव छ। तागत तपाईँहरूसँग, त्यो तागत जनतासँग छ। यो 70 लाख सङ्ख्या भनेको भूमि आयोगको ऐन नियम कानुन अनुसार दर्ता भएको सङ्ख्या हो। योभन्दा धेरै सङ्ख्याहरू छ। पुठी पीडितहरूको छ, दर्ता छुटहरूको छ, त्यस्तै चाहिँ तपाईँको बिर्ता पीडितहरूको छ, गाउँ ब्लकहरूको छ, स्ववासीहरूको छ। यी सबैको अधिकार बालेन्द्र शाहको सरकारले खोज्न खोजेको छ। स्कुलका नाममा ठुला ठुला जग्गाहरू छन्, ठुला ठुला सहरहरू छन्। हिजो स्कुलको नाममा जग्गा थियो, स्कुललाई क्याम्पस बनाउनु पर्यो, स्कुलले बेच्यो, जनताले किने, लाल पूर्जा छैन। बालेन्द्र शाह ती सबै सहरहरूमा डोजर लाउन चाहनुहुन्छ।